Hi guys, you are running Namsewal, म मन्जु थेबे सुनवार and welcome back to my channel. साथीहरु आज पनि तपाईहरुको माझमा म नयाँ भिडियोको साथ उपस्थित भइसकेको छु। आशा छ तपाईहरु सबैजना आरामै हुनुहुन्छ भनेर अनि म नि एकदमै आरामै छु। अनि आजको दिन चाहिँ एकदमै उग्रिरहेको छ। हाम्रोमा घाम लागिरहेको छ अलि भनौं न। घाम लागेकै भनौं न हैन। यो 2-3 दिन अगाडि एकदमै पानी परिरहेको थियो। अनि आज चाहिँ रहेको छ नि एकदमै राम्रो देखिरहेछ। हल्का बादल चाहिँ छ तर पनि जे होस् पानी आएको छैन, त्यही भएर लुगा धोएर सुकाइसकेको छौँ हामीले। अनि आजको हाम्रो काम रहेको छ सबभन्दा पहिला चाहिँ यहाँनिर यो के हो भने यो मकै हो। हामी चाहिँ आज मकैको रोटी खान लागेको। अब मुखमा त मिठाएर भएन साथीहरु, काम पनि गर्नु पर्यो हैन। अनि यहाँ हाम्रो जस रोटी एकदमै ज्यादा मन पराउने हाम्रो घरको होनार बच्चाले चाहिँ यहाँनिर एकदमै ओखलीमा पिट्दै हुनुहुन्छ मकैलाई। मकै पिट्दै हुनुहुन्छ ओखली देख्नु भएको छ साथीहरु? तपाईले देख्नु भएको छैन होला, हाम्रोतिर हुन्छ है ओखली। तपाईले देख्नु भएको छैन भने हेर्नु आउनु होला हाम्रोतिर। अनि यसलाई चाहिँ हामी कुटेर आज पिठो बनाएर चाहिँ रोटी पकाइ खाने विचार गर्यौं। त्यसपछि बाडी गएर बारी सरसफाइ गर्नुपर्छ, जोत नलाए साथीहरु। खासै ममा खाऊँ भनेको मैले चाहिँ फेरि अनि आमाले मकै भिजाइसक्नु भएछ हिजै रोटी खाने भनेर, त्यही भएर आज रोटी खान्छौँ हामी। मोमो पनि खान्छौँ कि आमाले खाने भए दुईटा खाऊँ त बनाएर भन्दै हुनुहुन्थ्यो। तर अब बनाउनु चाहिँ जाँगर लाग्नु पर्यो हैन। अब रोटी पोल्नु मलाई त्यति पारा आउँदैन, हाम्रो बहिनीले पोल्छ। तर म आज म नि पोल्नु पर्यो भन्दैछु, सिक्नु पर्यो। मान्छेहरू सबै कुरा जन्मजात सिकेर आएको हुँदैन नि साथीहरु। अब हाम्रो जीवन हाम्रो लाइफ नै सिकाइ हो नि त हैन। अब सिकाइ भनेको निरन्तर चलिरहन्छ भनेर पढ्नु भएको थियो नि त तपाईहरुले। हो त्यस्तै हो। त्यही भएर अब सिक्दै जानुपर्छ, आफूले नजानेको कुराहरू सोध्दै सिक्दै गर्नुपर्छ। कसैले पनि तैले यो कुरा जान्नुस्, तेरो बाउआमाले सिकाएन भन्नु चाहिँ हुँदैन साथीहरु है। साथीहरु म यहाँ मेरो पालो है, यहाँ पिट्दै छु म। तर छिटो भयो जस्तो लाग्यो साथीहरु। मरो बहिनीले चाहिँ के डिसाइड गरौँ भने नि, त्यो पिट्ने खन्तीले पिटेको नि त। अनि खन्ती दुईटा नभएर चाहिँ एउटा मात्रै भएर अब एउटा थाक्दा एउटाले अर्को थाक्दा अर्कोले गर्नुपर्ने भयो हैन। अनि पिठो पनि धेरै छैन। अनि हामीले चाहिँ के गर्नु भने एकजनाले त्यता पिट्ने, एकजना चाहिँ तल बारी सफा गर्न जाने भन्ने भयो हैन। अनि म चाहिँ अब त्यति पिट्न सक्दिनँ, बल छैन भन्दा पनि अलिक पार आउँदैन साथीहरु। सानैदेखि त्यस्तो यो ओखली जाँतो ढिकीहरू त्यति साह्रो नचलाएको मान्छे पर्यो। ओखली चाहिँ चलाइन, ढिकी चाहिँ हातो चाहिँ चलाएको हो, ढिकी जाँतोहरू चाहिँ हैन। ओखली चाहिँ हामीले त्यति साह्रो चलायौँ न। अनि छिट्टो थाकिँदो रहेछ नि यो हातहरू सबै ठेउलाउने कि। अनि त्यही भएर म चाहिँ बारी सफा गर्न सजिलो लागेर म चाहिँ बारी सफा गर्न जाँदैछु। यहाँ तल चाहिँ हामीले सिमीहरू अनि एक गरा चाहिँ अलैँची लाउने भन्ने निदो गरियो र अहिले चाहिँ भरे राति बुवाले तल चलाउनु गएको छ त। बुवा आमा छोरा भनेको मेरो छोरा, बाजे बोजू नाति तलनिर हाम्रो खेततिर धान हेर्दै बस्तु चलाउनु जानु भएको छ। अनि त्यस बस्तु बाँधे अनि बस्तु ल्याएपछि चाहिँ जोत्ने भन्नुभएको रहेछ बुवाले। त्यही भएर बारी सफा गर्नुको लागि म चाहिँ चलिदिएँ। घाम चाहिँ फेरि हेर्नु न घरि छ्याप्पै आउँछ। म तत्तो यो छुट्टीभरिमा घामले डढेर म चाहिँ हैरान भएको छु साथीहरु हैन। कालै कसौडै भएँ म। अब हुनु त मान्छे त्यति राम्री पनि होइन, कालो हुँदा कन्तन राम्री भएर कालो भयो भन्नु होला। तर पनि जे होस् आफ्नो मेरो स्किन चाहिँ डढ्यो क्या। अब आफ्नो स्किन डढ्दा माया लाग्दो रहेछ साथी। मैले चाहिँ यो 2 गरा सफा गरिसकेँ साथीहरु। झिक्राहरू फ्याँक्नु थियो, फ्याँकिसकेँ। अब म घरतिर लागेँ। मेरो अलैँची झाराइसकेको छ। मेरो अलैँची राखेको
जुका है पक्कै। आई अस्ति भर्खर घाँस काटेको फेरि यहाँ आइसकेछ। टुसा नयाँ टुसा दिइसकेको छ यो बिरुवाले कि मैले पोहोर रोपेको। यहाँ दिएन टुसा, यहाँ टुसा दिएको थियो त कता भाँचेछ, यता भाँचेछ नि। यहाँ दिएको छ नयाँ टुसा। मैले त यहाँ अस्ति पोहोर साल 10-20 झाङ रोपेको थिएँ। 8-9 झाङ होइन, 4-5 झाङ चाहिँ मरेछ साथीहरू। गर्मी चाहिँ के हो फेरि, घाम लाग्दा पनि सुख छैन, पानी पर्दा पनि सुख छैन, के हो यस्तो हामीलाई। बाँसहरू किनेर पनि दाउरा छानिन्छ छ। यहाँतिर चाहिँ हामीले यो गरा अनि माथि गरामा चाहिँ दसैँमा सबै सयपत्री रोपेका छौँ तिहारलाई फुल। देखिँदैन रहेछ यहाँ घरमा सँगसँगै रोपेको यो, किनभने यतातिर सबै साथीहरू। यो दिउरेमा चाहिँ म यो चाउचाउ बनाउन लागेको छु, यो फुच्चेको लागि। यसले चाहिँ अघि खानै खाएन, अनि अहिले चाहिँ भोक लाग्यो अरे, अनि म यहाँ आगो भर्खर जोडेर, आगो पनि भर्खर सल्किँदैछ। यसले यो पानीमा चाहिँ यो चाउचाउ चाहिँ भुक्कै उमालेर दिनु पऱ्यो भनेर र म जहिले त्यसरी दिन्छु साथीहरू। मरमसला तेल सेल केही नलाउने, अरू पानी लाउने, तताउने, अनि चाउचाउ लगाउने, सुप लगाएर उमाल्ने। गीत गाऊ एउटा, कमरामा भने गीत गाउ न। यता हेरेर, यता हेरेर गाउन। ल शिरमा शिरबन्दी भने गीत गाउ। छिजी त्यो छोरा नि यहाँ यहाँ यता यहाँ फोनमा हेरेर गीत गाउने। ल शिरमा शिरबन्दी भन। म चाहिँ अहिले आएको छु घाँस काट्नलाई साथीहरू। मैले 2 मुठा घाँस काटिसकेँ। म चाहिँ छु हाम्रो अलैँची बारीमा। अलैँचीको यसपालि चाहिँ फलेको छैन, बिउ चाहिँ त्यसको बच्चा चाहिँ रहेछ, अनि फल चाहिँ त्यति रहेनछ। अस्ति गोड्नु भइएन, त्यही भएर कुहिएछ कि फुलहरू सबै कुहिएछ, गुम्सिएछ। अनि फलेर पनि के गर्नु साथीहरू, सबै मुसा र लोखर्केर खाइदिन्छ। हैरानको छ त्यो जिन्दगीको गोरेटोमा। म चाहिँ यहाँ 1 भारी 2 भारी जति घाँस काटौँ भने भैँसी र गोरुलाई। बिहान नि म अरू बुवालाई 1 भारी काटेको थिएँ, अलिक नपुग्ला जस्तो भयो, त्यही भएर म काट्नु आएँ है त। घाँसको भारी रेडी भइसक्यो है त साथीहरू। पर्ने हुन्छ टाउकोमा बोकेर साथीहरू, तपाईँले सुन्नुहोला कृपया। उचाले अब पानी नपर्दा त यस्तो नथ्यो। घाँस त कति बोकिन्छ कि पानीले गरम बनाउँछ र बाटो चिप्लो बनाउँछ र त। हाम्रो रोटीको के भन्छ यसलाई, ब्याटर रेडी भइसकेको छ। यहाँ कान्छीले पकाइसकेर त्यहाँ देउतालाई चलाइसकेको छ। गोलो गोलो रोटी पोल्ने हाम्रो प्यारी बुइनी। नगर त यहाँ राजेन्द्र बाजे चाहिँ बिदार गर्दैछ। रोटी काटेदार रोटी भइसकेको छ यहाँ।
यसले झिक्दै खाएर यो रोटी चाहिँ थोरै भएको साथमा अब एक डब्बा भइसक्यो। किमा चाहिँ हाम्रो बनिसकेको छ। किमा चाहिँ रहेको छ आलु प्याजको है साथीहरू। अनि त्यस पछाडि यो बास्ना आउने के भन्छ कान्छी? जिम्बु लगाएर बनाएको। अनि हाम्रो बहिनीले यहाँनिर अचारको लागि चाहिँ टमाटर र प्याज मात्रै हो, हामीले अरू नलगाउने विचार गर्ने साथीहरू। अनि किनभने सिलाम सकेको छ हाम्रोमा। अनि भटमास चाहिँ किन्नु अल्छी लाग्यो भने नहुँ, ग्यास्ट्रिक हुन्छ साथीहरू, त्यही भएर। अब बेल्नुहोस् त बहिनी। खानु पनि सुरु गरिसके साथै भिडियो खिच्नै बिर्सेछु नि। यहाँ बहिनीले खाएको देखाउनु पर्यो भनेर फेरि बनाउनु चाहिँ बनायो, खाएकै भिडियो हाल्दैन भन्नुहुन्छ होला। खाने कुरा फेरि खालि बच्चाले फोन कब्जा गर्छ र त्यो आँखामा त देखाएछ के काम हो? रुनु थाली गएर देखाउनु न लाइन। यस्तो बच्चा चाहिँ कसको छ होला नि? खाऊ न किन ममा मन नपराउने संसारमा मेरै बच्चा होला। मम्मीको भन्दै खान्छ फेरि अरूलाई खानु पनि दिँदैन। उसको बा मोमो मन पर्दैन र 2 खाइसक्यो साथीहरू। के भन्नुहुन्छ यस्तो मान्छेलाई? यहाँ चाहिँ यति एक डल्ला बाँकी छ। अब अगाइसकेपछि बनाउनु नै अल्छी लाग्दो रहेछ कि साथी। अब यति नै होला आजको भिडियो। मेरो छोरा को गर्नु थाल्यो। राम्रो भएको छ। दिने कान्छ नदिने अब दिने दाजुलाई नै दिने हो। यसो ठुल्ठुलो बनाउँ कि क्या यो सेट? कस्तो भयो मोमो भन्नु न। न मिठो बल्लीले रुच्यो। बल्लीले 2 थाल भन्नु न। ओ बल्लीले 2 थाल। यत्रै बनाउँ कि क्या? यत्रो बच्चा दिन्छ।